आइज 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 ल ल ल ल ल आइज ल ल ल ल ल ल आइज 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 ल ल ल ल यो हुँदैन अब भएको भेडा बाख्रा जति बेच्नु पर्यो। अब नेपालमा बसेर पनि आम्दानी केही छैन, भेडा बाख्रा जति बेच्नु पर्यो। अब राज्य स्थानतिर लाग्नु पर्यो। नेपालमा बसेर केही मात्र होला जस्तो लाग्दैन मलाई। भोलि नै बोलाएको छु मान्छे, अब भोलि नै आएपछि पठाइदिनु पर्ला भेडा बाख्रालाई। आफू चाहिँ राज्य स्थानतिर गइजानु पर्ला। यो नेपालमा अब कमाइ छैन, काज छैन, काम छैन, दाम छैन। यत्रो कोही विदेश गएको छन्, कोही पर इन्डियातिर गएको छन्, कोही पहाडतिर गएको छन्, कसैले दुःख पाएको छन् त कसैले सुख पाएको छन्। यो नेपाल सरकारले राम्रोसँग काम दिने भइदिए आज नेपाली दाजुभाइहरू यो परदेशतिर जानुपर्ने कामै नै थिएन। हुँदैन नेपालतिर बसेर। अब म पनि राजस्थानतिर लाग्छु, भारतको राजस्थान भन्ने ठाउँतिर। भोलि नै बोलाएको छु मान्छे, भोलि नै आयो भने झ्याम्मै हिँडिहाल्ने हुन्छ। अब सबै भेडा बाख्राहरू दिइसक्यो, राम्रोसित पालन पोषण गर्नु ल हजुर है। अब बाख्राको चाहिँ चिन्ता गरेर नमान्नु होला। अब बाख्रा पाल्न जिम्मेदारी मेरो भइसक्यो। अब तपाईँ केही चिन्ता नगरेर जानु होला ल। आफ्नै देशमा बसेर केही आम्दानी गर्छु भन्ने सोच थियो, तर भएको जति बाख्रा पाठा पनि बेचेर राजस्थानतिर आउने बाध्य भइयो। न त रोजगारी छ, न त काम छ। कहिले सुर्दिने होला मेरो देश नेपाल।